हेलो एभ्रिवान, के हजुरहरू अझै पनि कुनै डकुमेन्टबाट टेक्स्ट ल्याएर कपी पेस्ट गर्दा आएको यस्तो ठुलो ठुलो ग्यापहरूलाई म्यानुअल्ली हटाउँदै बस्नुहुन्छ? यदि त्यस्तो गर्नुहुन्छ भने यु डोन्ट ह्याभ टु डु द्याट एनिमोर। यसको लागि हजुरहरूले सिम्पली आफ्नो किबोर्डमा कन्ट्रोल एच प्रेस गर्न सक्नुहुन्छ एन्ड देन फाइन्ड वाट भनेको ठाउँमा यो जुन सिम्बोल हुन्छ यो सिम्बोल प्रेस गरेर हजुरहरूले यसमा डब्लु प्रेस गर्न सक्नुहुन्छ किबोर्डमा एन्ड देन यो रिप्लेस विथ भन्ने अप्सनमा के गर्न सक्नुहुन्छ, जस्ट अ सिंगल स्पेस मात्रै हजुरहरूले दिन सक्नुहुन्छ। यु क्यान जस्ट इन्टर सिंगल स्पेस हियर एन्ड इन फाइन्ड बक्स यु क्यान टाइप क्यारेट सिम्बल फलोड बाई डब्लु एन्ड देन क्लिक अन रिप्लेस अल अप्सन। यसले गर्दा हजुरहरूको के हुन्छ, अल दोज एक्स्ट्रा स्पेसेस अनवान्टेड ग्यापहरू जुन थियो त्यो सबै के हुन्छ, इन्स्ट्यान्टली डिसएपियर हुन्छ। So you are no more wasting time deleting them one by one. Thank you so much for watching.